नमस्कार। अमेरिकामा अध्ययन गर्ने सपना देख्नु भएको छ तर भिसा आवेदन शुल्क, परीक्षा शुल्क र अन्य खर्चले चिन्तित हुनुहुन्छ। आज म तपाईलाई निशुल्क आवेदन गर्ने एकदमै महत्वपूर्ण तरिका बताउने छु। ईएसएफ नेपालको अपॉर्चुनिटी फन्ड्स प्रोग्रामले आर्थिक रूपमा कमजोर तर मेधावी नेपाली विद्यार्थीलाई अमेरिकामा पढ्न जानको लागि सम्पूर्ण आवेदन खर्च बेहोर्ने अवसर प्रदान गर्छ। आज म तपाईलाई ईएसएफ नेपालको अपॉर्चुनिटी फन्ड्स प्रोग्रामको बारेमा पूर्ण जानकारी दिनेछु। कसरी आवेदन गर्ने, के खर्च कभर हुन्छ, तपाई योग्य हुनुहुन्छ कि छैन, पूरा भिडियो हेर्नुहोस् र आफ्नो अमेरिकाको सपना पूरा गर्न पहिल्यैदेखि तयारी थाल्नुहोस्। अध्याय 1, अपॉर्चुनिटी फन्ड्स प्रोग्राम के हो? ईएसएफ नेपालले सञ्चालन गर्ने अपॉर्चुनिटी फन्ड्स प्रोग्राम नेपालका आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूका लागि हो। के खर्चहरू कभर हुन्छ? टोफेल परीक्षा शुल्क 180 देखि 250 युएस डलर, एसएटी परीक्षा शुल्क 52 देखि 68 युएस डलर, कलेज आवेदन शुल्क 20 देखि 90 युएस डलर प्रति कलेज, डकुमेन्ट पठाउने कुरियर शुल्क, यूएस स्टुडेन्ट भिसा F1 शुल्क 185 युएस डलर, सेभिस शुल्क 350 युएस डलर, काठमाडौँ बाहिरका विद्यार्थीहरूका लागि यात्रा खर्च। यसो भए अब अमेरिका अध्ययनको लागि पैसा अप्ठ्यारो हुँदैन। अध्याय 2, तपाई योग्य हुनुहुन्छ कि छैन? अब तपाईले सोधिरहनु भएको होला, म यो कार्यक्रममा आवेदन दिन योग्य छु कि छैन? चिन्ता नगर्नुहोस्, म तपाईलाई स्पष्ट मापदण्डहरू बताउँछु। योग्यता मापदण्ड: आर्थिक रूपमा कमजोर पृष्ठभूमि, एसईमा कम्तीमा 80% वा जीपीए 3.60 भन्दा माथि, कक्षा 12 उत्तीर्ण गरिसकेको वा अन्तिम वर्षमा अध्ययनरत, अमेरिकाको स्नातक अन्डर ग्रेजुएट कार्यक्रममा भर्ना हुने योजना। यदि तपाई यी मापदण्डहरू पूरा गर्नुहुन्छ भने तपाई यो कार्यक्रमका लागि योग्य हुनुहुन्छ। अध्याय 3, आवेदन प्रक्रिया कस्तो छ? अब आवेदन प्रक्रिया सुरु गरौं। 1, आवेदन फारम भर्नुहोस्। ईएसएफ नेपालको आधिकारिक वेबसाइटबाट फारम डाउनलोड गर्नुहोस्। स्वतन्त्र रूपमा फारम भर्नुहोस्, गल्ती नगर्नुहोस्। 2, आवश्यक कागजातहरू संलग्न गर्नुहोस्। सही कक्षा 11 र कक्षा 12 को अंकपत्र, आर्थिक अवस्थाको प्रमाणपत्र, बैंक स्टेटमेन्ट, आय प्रमाणपत्र आदि। 3, अन्तिम रूपमा फारम जाँच गर्नुहोस् र बुझाउनुहोस्। महत्वपूर्ण नोट: हस्तलिखित, इमेल वा प्रत्यक्ष बुझाएको आवेदन मान्य हुँदैन। अनलाइन मार्फत मात्र आवेदन बुझाउनु पर्छ। अध्याय 4, बारम्बार सोधिने प्रश्नहरू। 1, ईएसएफ नेपालको अवसर कोष कार्यक्रममा को सहभागी हुन सक्छन्? आर्थिक रूपमा कमजोर मेधावी नेपाली विद्यार्थी जसले स्नातक कार्यक्रमका लागि आवेदन गरिरहेका छन्। 2, यो कार्यक्रमले के खर्चहरू बेहोर्छ? टोफेल, एसएटी, एसीटी परीक्षा शुल्क, कलेज आवेदन शुल्क, भिसा शुल्क र यात्रा खर्च। 3, कसरी आवेदन गर्ने? आवेदन फारम ईएसएफ नेपालको वेबसाइटबाट भर्नुहोस्। 4, यदि म अहिले कक्षा 12 मा अध्ययन गरिरहेको छु भने म आवेदन दिन सक्छु? क्लास या ए लेभल्सको पहिलो वर्ष सकाइसकेका र हाल क्लास 12 वा ए लेभल्सको अन्तिम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरू यो कार्यक्रमका लागि आवेदन दिन योग्य छन्। अन्तिम सन्देश: ईएसएफ नेपालको अपॉर्चुनिटी फन्ड्स प्रोग्राम तपाईको लागि सुनौलो अवसर हुन सक्छ। विद्यार्थी जीवनमा यस्तो अवसर बारम्बार आउँदैन, त्यसैले तयारी गर्नुस्, मेहनत गर्नुस्। यो भिडियो मन परेमा लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। तपाईको साथीहरूलाई पनि जानकारी दिन यो भिडियो शेयर गर्नुहोस्।